साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरहरुलाई स्क्वायर काउन्टिङको मैले चाहिँ टाइप 3 को क्वेशनहरु लिएर आएको छु, जुन चाहिँ हामीले टाइप 1 र टाइप 2 मा पढिसकेका हुन्छौं। तर त्यो रेगुलर फिगरमा थप चाहिँ के हुन्छ भन्दा थप चित्रहरु जोडिएर आएको हुन्छ। अब त्यो चित्रलाई कसरी गणना गर्ने हेर्नु त म छल्टो तरिकाबाट सिकाउँछु। हेर्दा टाइप 3 मा के भनेको छ भन्दा तल दिएका चित्रहरुमा कतिवटा वर्ग होलान् भन्छ। कतिवटा वर्ग होलान् भन्यो भने पहिलो चित्रमा हेर्नु त। पहिलो चित्र हेर्यो भने हामीले पढिसकेका छौं, तर एउटा मात्र एउटा जोडिया छ। हेर्नु त के जोडिया छ भन्दाखेरि यो चित्र जोडिया छ। यो बाहेकको भित्रको चित्र चाहिँ हामीले टाइप 1 टाइप 2 दुवैमा पढिसकेका छौं। अब हेर्ने यो भित्रको मात्रै गर्ने, पछाडी जो जोडिया छ त्यसलाई पछाडी गर्ने। यो रेगुलर फिगरमा हेर्नु त 1 2 नम्बरिङ गर्नु 1 2। अब यसलाई के गर्थ्यौं हामी भन्दाखेरि हेर्नु त 1 को स्क्वायर प्लस 2 को स्क्वायर, 1 को स्क्वायर प्लस 2 को स्क्वायर भने 1 1 का 1। अब हेर्नु त 1 को स्क्वायर भने 1 1 का 1, 2 को स्क्वायर भने 2 दुना 4। 4 1 गरेर कतिवटा भन्दा यसमा भित्रको फिगरमा 5 वटा। यो त बेसिक फिगर हो, पण्डै बाडेर बस्ने भनेको थिए मैले। हेर्नु त अब यो जोडिया चित्र गरे, यो जोडिया जुन चित्र छ यो जोडिया चित्र एउटा वर्ग हो कि होइन? हेर्नु त एउटा हो। अब हजुरले के चाहिँ नभन्नु होला सर भने भित्र पनि जोडिएर यो वर्ग बन्छ त भन्नु होला। यो वर्ग होइन आयत हो, लामो छोटो भयो है। एउटा मात्रै छ भनेपछि यसमा कतिवटा भए भन्दाखेरि यसमा जम्मा चाहिँ 6 वटा भए। हेर्नु त यसमा वर्ग कतिवटा रहेछन् भन्दा 6 वटा रहेछन्। अब सेकेन्ड चित्रमा हेरौं। सेकेन्ड चित्रमा पनि त्यस्तै रेगुलर फिगरको गर्ने, जोडिया पछाडी गर्ने। हेर्नु त यो भन्दा भित्रको चित्र के छ भन्दा रेगुलर फिगर छ। हेर्नु त अथवा रेगुलर चित्र छ। यसलाई पनि नम्बरिङ गर्नु 1 2 3, तलतिर पनि 1 2 3। त्यसो भने 1 देखि 3 सम्मको के गर्ने बराबर भयो भने त 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर। त्यसो हो भने 1 को स्क्वायर भने 1 1 का 1, 2 को स्क्वायर भने 2 दुना 4, 3 को स्क्वायर भने 3 3 9। 1 मा 4 जोड्नु भने 5, 5 मा 9 जोड्नु भने कतिवटा त 14 वटा। 14 वटा त के हो भन्दा भित्रको रेगुलर फिगरमा मात्रै 14 वटा। अब बाहिरका गुन्छौ एउटा यो भइहाल्यो, एउटा यो भइहाल्यो, 2 वटा। हेर्नु त अब एउटा अर्को कहाँ बन्छ भने यो जोडिया ठाउँबाट हेर्नुभयो भने यहाँदेखि यहाँसम्म लिनुभयो भने यहाँदेखि यहाँसम्म लिनुभयो भने एउटा यहाँ छ। किनभने यता पनि 2 कोठा तल पनि 2 कोठा। वर्ग भने त के हो त सबैतिर बराबर हुने। अब कतिवटा भन्दा थप कतिवटा भए भन्दा 3 वटा। अब 14 मा 3 गर्नुभयो भने कति भयो त 17 वटा। यसमा कतिवटा वर्ग रहेछन् भन्दाखेरि 17 वटा वर्ग रहेछन्। अब तेस्रो चित्र हेर्नु। तेस्रो चित्र पनि बाहिरका छोडेर हेर्नु त यसलाई छोड्दिनु। अहिले यी 4 वटालाई छोड्दिनु। भित्रको रेगुलर चित्रमा गरौँ 1 2 3, तलतिर पनि 1 2 3 गर्नु। 1 देखि 3 सम्म के गर्ने हो त स्क्वायर। 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर। यो गर्यो भने नि 1 को स्क्वायर भने 1 1 का 1, 2 को स्क्वायर भने 2 दुना 4, 3 को स्क्वायर भने 3 3 9। अब 4 मा 1 भने 5, 5 मा 9 जोड्नु भने कतिवटा भए भन्दाखेरि 14 वटा भए। कतिवटा भए 14 वटा। अब जोडिया चित्र बन्छौ। जोडिया चित्र बन्ने भने बाहिरका 4 वटा मात्रै छन्, भित्र जोडिएर वर्ग बन्दैन। अरु कतिवटा भन्दा एउटा यो एउटा यो एउटा यो एउटा यो गरेर जम्मा 4 वटा भन्दाखेरि 14 मा 4 वटा जोड्नु भने कतिवटा भए भन्दाखेरि जम्मा वर्ग यसमा कतिवटा छन् भन्दाखेरि 18 वटा छन्। हेर्नु त तेस्रो चित्रमा कतिवटा छन् 18 वटा। अब चौथो चित्र हेरौं। चौथो चित्रमा पनि त्यही गरौँ। हेर्नु त बाहिरको छोड्दियौं, भित्रको गरौँ रेगुलर वाला। 1 2 3 4। अब तलतिर पनि 1 2 3 4 हैन। अब हामी गर्छौं कति भन्दा 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर प्लस 4 को स्क्वायर हैन। यो गर्नुभयो भने कति आउँछ हेर्नु त 1 को स्क्वायर भने 1, 2 को स्क्वायर भने 4, 3 को स्क्वायर भने 9, 4 को स्क्वायर भने 16। अब जोड दिनु कति आउँछ हेर्नु त 1 मा 4 जोड्नु भने 5, 5 मा 9 जोड्नु भने 14, 14 मा 16 जोड्नु भयो भने कति भयो त 30 वटा भयो। हेर्नु त यो त रेगुलर फिगरमा मात्रै 30 वटा हो। अब हामीले हेर्ने के हो भन्दा जोडिया। जोडियामा के हेर्न सकिन्छ भने हेर्नु यहाँ बाहिर जति छन् यहाँ पनि त्यस्तै वाला छ, यहाँ पनि त्यस्तै वाला छ, यहाँ पनि त्यस्तै वाला छ। यो सबै गनेर बस्दै नै छ। एउटा गर्ने इन्टु गर्ने जतिवटा छ त्यति। अब हेर्नु एउटा यो भइहाल्यो वर्ग, एउटा यो भइहाल्यो 2 वटा। अब हेर्नु भित्र जोडियो भने कहाँनिर एउटा वर्ग बन्छ भन्दाखेरि हेर्नु त एउटा वर्ग यो। किन भन्दाखेरि यता पनि 2 यता पनि 2 कोठा बराबर भयो भने त्यो एउटा साइडमा कतिवटा वर्ग बन्दा रहेछन् भन्दा 3 वटा। हाम्रो त जम्मा कतिवटा साइड छन् एउटा यो 2 वटा, एउटा यो 3 वटा, एउटा यो गरेर कतिवटा हो त 4 वटा। 4 तिया कति भयो त 12 वटा। 4 तिया कतिवटा भयो 12 वटा। जम्मा वर्ग कति रहेछन् भने 30 मा 12 जोड्नु भने 42 वटा वर्ग रहेछन्। हेर्नु त चौथो चित्रमा 42 वटा वर्ग रहेछ। यसरी छोटो तरिकाबाट गणना गर्न सकिन्छ।